एउटा परदेशी ड्राइभर भाइले हुन त हँसी मजाकमै भनेको होला, यस्तो सेल्फी गरेर हर्कदाई कहिले देश बन्छ, हामी त यहाँ 12 बजीसम्म बस चलाइरहेछौँ भनेर विदेशको एकजना भाइले भनेको हेर्नुभयो है। हर्कदाई तपाईँ प्रधानमन्त्री भएको हेर्न मन छ मलाई। यो गर्ने यदि तपाईँ प्रधानमन्त्री हुनुभयो भने हामीले अर्काको देशमा आएर बसिना त बगाउनु पर्दैन हर्कदाई। यदि हजुर प्रधानमन्त्री हुनुभएछ भने नेपालको हामीले आफ्नै देशमा केही गरेर गरी खाने बाटो बनाइदिनु पर्यो हर्कदाई। तपाईँले गर्नुहुन्छ भन्ने मलाई आशा छ, हामी नेपाली जनतालाई आशा छ हर्क दाजु। माया छ माया, अझै मलाई सेवाटाई पनि लोरी छ है, लोरीको हेरचाह गर्नुपर्छ है होइन। आफ्नै देशमा पसिना पकाउन, आफ्नै देशमा श्रम गरौँ। यदि तपाईँ प्रधानमन्त्री हुनुभएछ भने पप्पाको साथ नेपालमै के गरेर खाने वातावरण बनाउनुहुन्छ भन्ने मलाई आशा छ हर्कदाई।